चाहिँ म तपाईहरुलाई जिपर हाल्ने एकदम सजिलो तरिका सिकाउन गइरहेको छु। सुरुमा हामीले यसरी पछाडी कटिङ भागमा दुईटा पट्टी राखेर सिलाउने। यो चाहिँ कुर्तामा जिपर हाल्न सिकाएको मैले। दुईटा पट्टी हालेर सिलाइसकेपछि हामीले कुर्ताको जिपर लिने। इन्भिजिबल जिपर हुन्छ हाम्रो कुर्तामा। अनि त्यसपछि त्यो जिपर खोल्ने अनि खोलेर ठ्याक्क सिधा राखेर एउटालाई उल्टो पार्दिने, किनभने सिलाउने बेलामा उल्टो पारेर सिलाएर अनि सुल्टोमा हुन्छ नि त। अनि यसलाई यसरी पल्टाएर एकदम त्यो जिपर लाउने भागलाई अलिकति छोडेर त्यसको छेउछेउमा सिलाउँदै जाने, एकदम बिस्तारै मिलाउँदै सिलाउँदै जाने। केही गरी त्यो जिपर लाउने ठाउँमा सिलायो भने पछि जिप बिग्रिन सक्छ, अड्किन सक्छ। त्यही भएर एकदम ध्यान दिएर सिलाउनु पर्छ। यसरी सिलाउँदै जाने। तल हाम्रो कटिङ भागसम्म सिलाउने। यो एकपट्टिको सक्यो हाम्रो। अब यसलाई पहिला लगाएर हेर्ने कहीँ धागो अड्केको छ कि छैन भनेर। हाम्रो चाहिँ छैन, एकदम पर्फेक्ट लागेको छ। अब अर्को साइडमा लाउनलाई यो कपडालाई उल्टो पार्नुपर्छ, जिपर पनि खोल्नुपर्छ। ठ्याक्क बराबर ठाउँमा राखेर मिलाएर बराबर ठाउँमा पारेर एकदम ध्यान दिनुपर्छ हामीले यो गर्दाखेरि, नत्र तलमाथि हुनसक्छ यो उल्टो भागबाट। अनि फेरि अघि सिलाए जसरी एकदम ध्यान दिएर छेउछेउमा बिस्तारै सिलाउँदै जानुपर्छ। एकदम ध्यान दिएर फेरि माथिसम्म सिलाउने। यसलाई त्यो पल्टिन खोज्छ, त्यसलाई चाहिँ एकदम यतातिर तान्नुपर्छ जिपर लाउने भागमा चाहिँ। त्यसको खाल्डो खाल्डोमा सिलाउँदै जानुपर्छ। यसरी माथिसम्म सिलाउने। अब एकचोटि यसलाई सिधा पारेर जिप लाएर हेर्नुपर्छ। भयो कि भएन भनेर। हाम्रो चाहिँ यो एकदम पर्फेक्ट भएको छ। अब यसलाई हेर्नुहोस् त, एकदम राम्रो भएको छ। टक्क फिनिसिङ आएको छ तलसम्म। अब यो तल थोरै हामीले एकदम टक्क आएको छ। अब यो छेउछेउमा सिलाइदिने। यसको जिपर दायाँ बायाँ पनि हुँदैन अनि फिनिसिङ पनि राम्रो आउँछ।
अर्को साइडमा पनि सिलाइदिने। सिलाइसकेपछि यो पनि टक्क फिनिसिङको लागि दुई साइडको भागलाई जोडेर सिलाएर फोल्ड गरेर तल पनि सिलाइदिने। यति गऱ्यो भने फिनिसिङ आउँछ। अनि फिनिसिङ एकदम इम्पोर्टेन्ट हुन्छ हाम्रो यो सिलाइमा। अब दुईतिरबाट कुर्ताको दुईटै छेउ भाग बराबर राखेर अनि जिप्परमा हल्का त्यो लक गरे जस्तो गरेर अनि अलिकति तल फिनिसिङ निकाल्नलाई थोरै 1 इन्च 1.5 इन्च माथिदेखि लक गरेर सिलाएर तलसम्म ब्लाउजको डाट सिलाए जसरी चुच्चो पारेर भी आकारमा सिलाइदिने। फिनिसिङ राम्रो देखिन्छ। पर्फेक्ट भएको छ हाम्रो चाहिँ यो जिपर। हजुरहरूले पनि यसरी नै लाउनु होला। यदि मैले गरेको काम हजुरहरूलाई मन परेको छ भने लाइक, कमेन्ट र सेयर पनि गरिदिनु होला। र हजुरहरूलाई यस्तो के सिक्न मन छ, यसै गरी हजुरहरूलाई सिक्न मन लागेको अरू कुराहरू पनि कमेन्ट गर्नु होला। म सिकाउँदै गर्नेछु। हस् त, धन्यवाद।